सो नमस्ते एभ्रिवान एन्ड गुड मर्निङ। आज चाहिँ म साथीहरू मेरो मतलब डिप्लोमा जस्तै कि डिप्लोमा बारेमा मेरो थर्ड इयर पुग्न आँटिसकेछ। म पुरै एक्सपिरियन्स आफ्नो भन्नेछु के समस्याहरू आए, कसरी म आफूलाई इम्प्रुभ गरेँ होइन फर्स्ट इयरमा। प्लस म 1 देखि 10 सम्म है, 1 देखि 10 सम्म पुरै गभर्मेन्ट स्कुल पढेको हो। त्यो गभर्मेन्ट स्कुलको इङ्ग्लिस मिडियम तपाईँलाई थाहा नै छ कतिको विक हुँदो रहेछ र कसरी म त्यसलाई इम्प्रुभ गरेँ त्यसको सबै कुराहरू म भन्ने गरेको छु जस्ट 5 मिनटमा है। यो भिडियो तपाईँ फर्स्ट टाइम हेरिराख्नु भएको छ भने च्यानललाई प्लिज सब्सक्राइब गरिदिनु। कुनै पनि ठुलो कुरा सानै कुरादेखि स्टार्ट हुन्छ होइन। जस्तै कि मैले के गरेँ फर्स्ट इयरमा डाइरेक्ट म जस्तै कि 10 पास गरेर अनि डाइरेक्ट डिप्लोमामा मेरो वाडाकोटाबाट नाम निस्क्यो। 14-15 हजारलाई कम्प्लिट के भन्छ कम्पिटिट गर्नुपर्ने थियो, त्यसबाट निस्क्यो सजिलै। अनि फर्स्ट इयरमा जब म एडमिसन लिएँ त्यति बेला सबै साथीहरू थियो नि, जुन हाम्रो ब्याचमेट्सहरू थियो, उहाँ मतलब मोस्ट अफ द मान्छेहरू चाहिँ के हुन्थ्यो त प्राइभेट स्कुलबाट पढेर आउनु भएको थियो र उहाँहरूले चाहिँ के गरेर हुन्थ्यो पुरै इङ्ग्लिस मिडियमहरू अलिक के धेरै एक्स्ट्रा थाहा थियो कि इङ्ग्लिसमा कुनै सेन्टेन्सहरू पढ्न, बुकहरू पढ्न इजी टु बुझिहाल्थ्यो, उनी कुनै सेन्टेन्सहरू पढ्थ्यो इजिली बुझिहाल्थ्यो। तर म जब त्यहाँ म आफूलाई त्यो हेर्थेँ त्यहाँनिर मलाई थ्योरी नै विक थियो। अनि म फर्स्ट इयरमा गएर अनि टेन्सहरू सिकेँ, के मिनिङहरू याद गरेँ धेरै कुराको। त्यसपछि म थोरै पहिला रट्टा हाने है, बुझे पनि नबुझे पनि रट्टा हाने अनि त्यसलाई बादमा गएर बुझ्न कोसिस गरेँ। अनि यस्तै गर्दै फर्स्ट इयर जसो कट्यो भन्नाले पनि मेरो 8वटा सब्जेक्ट 8-9वटा सब्जेक्टमा एउटा सब्जेक्ट म्याथ लाग्यो। जबकि मेरो म्याथ लाग्यो किनभनेपछि मेरो जब टर्मिनलमा कुनै पनि म्याथ लागिरहेको थिएन मलाई, कहिले पनि लागेन। 2वटा टर्मिनल हुन्थ्यो हाम्रो, लागेन। तर हाम्रो फर्स्ट इयरमा जसरी आयो कि जस्ट 14 मार्क मात्रै, हाम्रो यस्तो होइन तर 2-3 जनाको सेम ठ्याक्कै एउटै मार्क 14 मार्क आयो। अब सिटिबिटीको गल्ती हो कि हाम्रो गल्ती हो कि इक्जामिनरको गल्ती हो त्यो कसैलाई थाहा छैन, जे होस्। तर मैले टर्मिनल फेरि इक्जाम दिँदाखेरि एकैचोटिमा कटेँ। अनि जसोतसो सेकेन्ड इयरमा आयो। सेकेन्ड इयरमा ब्याकको इक्जाम दिँदाखेरि मेरो म्याथ कट्यो। अनि सेकेन्ड इयरमा अलिअलि त कसरी पढ्ने कन्सेप्ट त आइहालेको थियो होइन, कसरी कपी लेख्ने होइन, कसरी सर्टमा एन्सर लेख्ने, कसरी कुनै पनि बुझेको कुरालाई कसरी इङ्ग्लिसमा लेख्ने, सबै कुरा लगभग मैले सिकिसकेको थिएँ सेकेन्ड इयर। अनि सेकेन्ड इयरमा त सबैको लागि नयाँ हुन्थ्यो होइन। फर्स्ट इयरमा त नेपाली हुन्थ्यो, अनि के भन्छ नेपाली सामाजिकहरू सोसियलहरू हुन्थ्यो, अलिक कम्प्युटर म्याथ्सहरू अलिअलि 10को रिलेटेड पनि थियो। अनि बेसिक्स कन्सेप्ट उनीहरूलाई राम्रो थाहा थियो, गभर्मेन्ट स्कुलभन्दा प्राइभेटको त राम्रो हुन्छ। अनि मैले के गरेँ के कुराहरू इम्प्रुभ गरेँ। अनि सेकेन्ड इयरमा त सबैको लागि नयाँ हुन्छ, उसको लागि पनि नयाँ छ, मेरो लागि पनि पुरै नयाँ छ। अनि सेम मेहनत गरेँ के, लगभग ठिकै ऱ्याङ्क आउँथ्यो। र तर मेरो फर्स्ट इयरमा लगभग 62% आएको थियो र थर्ड इयरमा गएर मेरो डाइरेक्ट 80%मा सिफ्ट भयो। 80% नभनौँ 79%मा सिफ्ट भयो लगभग। अनि अहिले म करेन्टली थर्ड इयरमा छु र 1 महिनापछि मेरो इक्जाम आउनेछ र म त्यसको लागि चाहिँ दिनको 1 घन्टा भए पनि मिनिमम पढ्छु के। त्योभन्दा 1-2 घन्टा पढ्नु सक्दैन, गर्मी यत्रो छ। अनि प्लसमा हामी तराई रिजनतिरबाट पढ्छौँ, त्यो धेरै गर्मी हुन्छ, रुममा टिक्न सक्दैन होइन। प्लसमा धेरै पढ्यो भने ओभर स्ट्रेस पनि हुन्छ। यो सानोतिनो इक्जामको लागि त्यति ओभर स्ट्रेस त्यो छैन, कुनै जरुरी लिनु छैन। त्यसैले मतलब यस्तो तपाईँहरूसँग हुन्छ, यदि तपाईँले यस्तो मतलब डाइरेक्ट गभर्मेन्ट स्कुलबाट डाइरेक्ट तपाईँ कुनै कलेजमा एडमिसन लिनुभयो, इङ्ग्लिसमा तपाईँले धेरै विक लागिरहेको छ भने त्यसलाई इम्प्रुभ हुन्छ। तर त्यो मेहनत तपाईँ कति गरिराख्नु भएको छ त्यसमा डिपेन्ड पर्छ। सो यति नै कुरा म भन्दै मेरो कुरा यहीँ राख्न गइरहेको छु। यदि तपाईँ न्यू हो फेरि यो भिडियो हेरिराख्नु भएको छ पहिलोचोटि, प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु। र यसमा कुनै लाज मान्नुपर्ने कुरा छैन, आफ्नो च्यानललाई आफैले प्रमोसन गर्दा कुनै पनि लाज मान्नुपर्ने छैन। सो कन्फिडेन्स भन्ने कुरा कहिले पनि लो गर्नु हुँदैन, जे कुरामा पनि म गर्न सक्छु भन्ने आँट राख्नुपर्छ।